तिमीहरूको 2 तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ। यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिने छु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान गर्नु छ लगाऊ। मैले मेरो व्यक्तिगत जीवनका लागि कहिले केही मागेको छैन र माग्नेवाला पनि छैन। मलाई थाहा छ यदि म राजनीतिमा हुन्न थिएँ भने मैले यो दुःख खेप्नुपर्ने पनि थिएन। र यसलाई लोकतन्त्रको आडमा, गणतन्त्रको आडमा, संघीय लोकतान्त्रिक गणतन्त्रको आडमा लुटतन्त्र मचाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछाने कहिले पनि पछि हट्दैन। यहाँलाई सम्मान गर्दछु। मैले सोचेको थिएँ केही समय अझै विश्राम गरौँ, केही समय शान्त बसौँ, किनभने पार्टीका साथीहरूले जिम्मेवारीपूर्वक आफ्नो बलबुतोले भ्याएसम्म काम गरिरहनु भएको छ। मलाई लागेको थियो शान्त बसौँ, अझै प्रक्रियालाई सघाउँ। तर सरकारले यसको फाइदा उठाउँदै टाउकोमाथि तरबार झुन्ड्याउँछु भनेर एउटा जिल्लाको अदालतमा त मुद्दा समेत एक ठाउँमा त मुद्दा समेत नबुझाएर राखेको छ। यिनलाई लागेको थियो छ होला यसको टाउकोमाथि एउटा तरबार राख्यो भने त यो चुपचाप बस्छ, यो डराउँछ भनेर लागेको छ होला। कुनै पनि बेला शिरमाथि राखेको तरबार खसाल म थाप्न तयार भएको छु। म लड्छु, जुनसुकै शक्तिसँग पनि म लड्छु। तर यो लुटतन्त्रलाई टुलु टुलु हेरेर बस्ने लाक्षी मान्छे चाहिँ म होइन। यहाँ आइसकेपछि यति कुरा भनिसकेपछि सरकारको मुटुमा के हुन्छ मलाई थाहा छ। तर मलाई के भन्नु सम्मानित अदालतप्रति आशा र भरोसा राखेर हरेक अदालतमा पुगेको छु। कुनै दिन त यस्तो हुन्छ कि 4वटा अदालतमा मैले उपस्थित हुनुपर्छ। तपाईँ अन्दाज गराउनु होला यो एउटा मान्छे एकै दिन बिहिबारको दिन 4-4वटा अदालतमा कसरी उपस्थित हुन्छ होला, कहाँ चाहिँ वकिलहरू पठाउँछ होला, कसरी सम्भव छ होला। तर होस्, जे हुन्छ होस्, थप केही मुद्दा लगाउन बाँकी छ भने पनि लगाओस्। सरकारले मानिसहरू भनिरहेका छन्, जनताको आक्रोशलाई नजरअन्दाज गर्ने कोसिस गरिरहेका। म कहाँ आगो बलेको छ त्यहाँ तापौला र सेकौला भनेर बसेको मान्छे होइन। हामी स्पष्ट रूपमा आएका थियौँ, हामीले पहिले भनेका थियौँ जनता आक्रोशित छन्। जनतामा एउटा ठुलो आक्रोश आएको छ, निराशा आएको छ। त्यसलाई चिर्नु पर्ने थियो, बदल्नु पर्ने थियो। त्यसलाई व्याख्या गरेर हुँदैन, विश्लेषण गरेर हुँदैन थियो, लेख लेखेर हुँदैन थियो। गराउनका लागि टेलिभिजन थियो, तर टेलिभिजन पर्याप्त भएन। त्यसैले हामीले सप्रिय सुदृढ भनेर घन्टी बजायौँ। घन्टी बजाएर 21 जना मान्छे संसदमा आएपछि मलाई लागेको थियो सुने होला अलिकति भयो नि, अब त हामी परिवर्तन हुनु